कुद्दैछौँ है भोलि हो म र माइला कुद्दैछु माइला चाहिँ अहिले अलि आउन्न बाटो चाहिँ फेरि यही वानै छ माइलाले घरो दिइरहेछ माइला पनि राइडरै हो यता गयो भने लक्ष्मीकोट यता माथि गयो भने गैरीबाङ यो माथितिर अगाडिको ब्रेक नहाल है धेरै चुसा गरेर अगाडि यता गयो भने गैरीबाङ यो बाटो गोरे पानी मलाई फेरि पछाडिको हान्ने अनि अगाडिको बिस्तारै दिने कोही त केटाहरू त साह्रो पौडी खेल्छ हुन्छ त सबै गर्छ नि यसो पौडी खेलेको उस गर्नु पऱ्यो भनेको लक्ष्मीकोट हुन्छ अब हामी चाहिँ हल्का साबेततिर लाग्दैछौँ गाडीमा गन्छ कि हो भोलिबाट अर्को गेम लाइभ सुरु हुन्छ नेपाली काङ्ग्रेसको वडा सदस्य माताखाली आइपुग्यो हामी तेरो त यार त्यो युट्युबमा त किन त्यो उसै पस्दैन त भनेको के लाइभै जान्न त भनेको किन भने कहिले चाहिँ जान्छ होइन कहिले चाहिँ जाँदैन फेरि के गर्नु खै बनाएको सबै हेरेको सबै पब्लिकमै छ उसै छैन यो चाहिँ हाम्रो काका घर खुसीमान काका घर है यो चाहिँ ओ बहिनी फेरि चाहिँ पहिला पुरानो घरहरू के अरे अहिले त कोही पनि बसेन नि यहाँ पनि पहिला पहिला मेला लाग्यो त रमाइलो हुन्थ्यो अहिले त सबै अब छोडेर पोखरा हिँडे पलायन भएर गइसक्यो सबै यहाँ माथि गएर फोन हान्नु भयो केटाहरू है लाइभ गरेको भिडियो गरेको लाइभ गर्ने त गराइदिनु त लाइभ गर्ने हो उसमा फेसबुकमा त हराउँदो रहेछ त्यो 30 दिनपछि त पुलिस लाम ठोक्यो नि त्यो आफूले उस गर्नुपर्छ क्या त्यो लाइभ गर्ने बेला त्यो फेरि कहिले देखाउँछ कहिले नदेखाउँदो रहेछ क्या 30 दिन हराउनु नि हुन्छ 30 दिन हराउनु न नहराउने नि हुन्छ क्या हराउनु हुन्छ आज गरेर आज हराउनु नि हुन्छ अब 30 डेजमा मैले त 30 डेजमा छोडिदिएको बाटो हो अहिले चाहिँ उता बेनीबाट पनि अर्को वैकल्पिक बाटो खुलेको हुँदाखेरि अहिले यो बाटो त्यति जाँदैन यो बाटो घोरे पानीसम्म मात्रै अनि पुनः हिलसम्मको यात्रा हुन्छ यो बाटो युट्युबमा हाल्नुपर्छ है सबै अफरोड छ बाटो गएर बसौँला नि त
यहाँबाट त धेरै छैन माछाबाट त त्यो माथिको उकालो चढेपछि त सिधो हँ गाडी आयो नि केही भएन कुनै हाल्यो भने रोक्छ जान्छ यहाँ त यस्तो कुरो छ निकै खतरनाक बाटो रहेछ यहाँनिर है ब्रेक पनि कस्तो हुँदैन यहाँ तेरो ब्रेक चाहिँ अलिक बडा भयो जस्तो लाग्यो होइन रोके पनि त्यो उस पराकले हामी बाँसगाडातिर आएको मोमो हाउस त्यो माथि पहिला बसेको घरमा वाइफाई छ होला कि नि डल्डीको केटाहरू भेटेर झ्यालो बोकिनु पर्ने एउटा साउथमा भुत्तो झोला बोक्न आएको थिएन यो त माइला अहिले त यो स्टिक त 399 नै आउँछ नि दुई दिन थरीको छ त्यो स्टिक के दुई दिन थरीको छ एउटा छ त्यो फेस ट्र्याक गर्ने चाहिँ होइन फेस ट्र्याक गर्ने चाहिँ राम्रो छ रे टार्नु पऱ्यो पुगेन होइन पछाडि फेरि अलिकति यस्तो अपलोडमा पछाडि अलिकति ज्यापोको मान्छे चढ्यो भने तँलाई धेरै उखाड्दैन भन्ने कुरो हो क्या त्यति हो